नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। एसिडको आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारको क्रममा मृत्यु। गुल्मीमा सुनको घर गहना सहित एकजना पक्राउ। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले यातायातमा 10% भाडा वृद्धि गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै काठमाडौँमा चक्काजाम। भातृ संगठन नेपाल महिला संघले नागरिकलाई पूर्ण सुरक्षाको प्रतिभूति दिन माग गर्दै सरकारले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसद्वारा ज्ञापन पत्र। र मुलुकलाई समृद्ध बनाउन सरकारले मेहनतका साथ काम गरिरहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष दाहालको दाबी। अब समाचार विस्तारमा। एसिडको आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ। उनको आइतबार राति कीर्तिपुर स्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। चन्द्रपुर नगरपालिका वडा नम्बर 6 की 18 वर्षीय सम्झना दास र 15 वर्षीय बहिनी सुस्मिता माथि भदौ 27 गते राति सुतिरहेको बेला एसिड प्रहार भएको थियो। प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करिब 50 वर्षीय छिमेकी रामबाबु पासवानले एसिड आक्रमण गरेको खुलेको छ। एसिडले सम्झनाको अनुहार सहित शरीरका अधिकांश भाग जलेको थियो। उनकी बहिनी सुस्मिताको अवस्था भने खतरामुक्त छ। सुस्मिताको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। एसिड आक्रमण गर्ने रामबाबु पासवानले प्रहरीले पक्राउ गरिसकेको छ। यसैबीच सम्झनाका बुवा जादुलाल दासले एसिड आक्रमण गर्नेलाई फाँसीको सजायको माग गरेका छन्। एसिड आक्रमणमा पर्दा उपचारका लागि सरकारले कुनै सहयोग नगरेको पनि जादुलालको आरोप छ। 4 वर्ष अघि बसन्तपुरमा भएको एसिड काण्डमा सीमा बस्नेत र सङ्गीता मगरलाई सरकारले जीवनभर उपचार शिक्षा निशुल्क गर्ने घोषणा गरेको थियो। तर आफ्नो छोरीलाई उपचारका लागि सरकारले कुनै सहयोग नगरेर विभेद गरेको पनि उनको आरोप छ। यसैबीच प्रदेश 2 का सांसद उपेन्द्र महतोले पनि सरकारको भेदभावकारी नीति र नस्लीय भेदभावको सम्झनाको ज्यान गएको आरोप लगाएका छन्। उनले सरकारले दिदी बहिनीको उपचारमा सहयोग नगरेको आरोप लगाएका छन्। प्रधानमन्त्री कार्यालयमा पीडित पक्षले सहयोगका लागि पत्र दर्ता गराएको हप्तौं बितिसक्दा पनि केन्द्र सरकारले कुनै चासो नदिएको महत्त्वको आरोप छ। गुल्मीमा सुन सहित गरगहना सहित एकजना पक्राउ परेका छन्। रेसुङ्गा नगरपालिका 9 घर भएका मनु नेपालीले सुनका गरगहना सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपनिरीक्षक दीप कुमार बस्नेतले बताउनु भएको छ। नेपालीले रेसुङ्गा नगरपालिका 11 सिमिचौर घर भएकी बसन्ती भुसालको मङ्गलसूत्र 1 थान औँठी 2 थान झुम्का 1 थान चोरी गरेको प्रहरीले जनाएको छ। भुसाल माइती गएको मौका छोपी गरगहना चोरी गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायक निरीक्षक शिव बहादुर खत्रीले बताएका छन्। नेपालीले शङ्कास्पद अवस्थामा फेला पारी खानतलासी गर्ने क्रममा प्रहरीले धमकासबाट पक्राउ गरेको थियो। प्रहरीले 7 दिनको म्याद थपेर थप अनुसन्धान गरिरहेको प्रहरी उपनिरीक्षक बस्नेतले बताएको छ। चोरी गरेको कसुरमा 3 वर्षदेखि 5 वर्षसम्म कैद र 30,000 देखि 50,000 सम्म जरिवाना हुन सक्ने प्रहरीले जनाएको छ। गत वर्षको असारमा नेपालीले विभिन्न किसिमका मोबाइलहरू चोरी गरेको कसुरमा 45,000 धरौटी राखी तारिखमा छुटेको प्रहरी नायक निरीक्षक खत्रीले बताउनुभयो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले यातायात 10% भाडा वृद्धि गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै काठमाडौँमा चक्काजाम गरेको छ। सरकार र यातायात व्यवसायी बीच 10% भाडा वृद्धि गर्ने सहमति भएकोमा विरोध गर्दै संघले सोमबार 1 घण्टा काठमाडौँको प्रदर्शनी मार्गमा चक्काजाम गरेको हो। चाडपर्वका बेला सर्वसाधारणले झनै मारमा पार्ने गरी सरकारले यातायातमा समेत भाडा वृद्धि गरेकाले त्यसको विरोधमा 1 घण्टा चक्काजाम गर्नु परेको संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले जानकारी दिनुभयो। उहाँले वृद्धि गरिएको यातायात पेट्रोलियम पदार्थ लगायतको मूल्य वृद्धि तत्काल फिर्ता नलिए सरकार विरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभयो। दिनानुदिन बढेको छ। सरकारले मूल्य वृद्धि गरोस्, यो गरोस्, तर के हो भने अन्तर्राष्ट्रिय मूल्य वृद्धिको कायम गर्ने र आम जनताहरू नेपालीको जनशक्ति नेपालीको क्रय शक्ति कति छ, नेपालीले जनजीविका चलाउन सक्छन् कि सक्दैनन् त्यो हिसाब किताब गरोस्। हुन त यो देशको प्रधानमन्त्री
कुनै बिक्री विश्वविद्यालयमा नछिरेको, कुनै गणितको हिसाब किताब नगरेको छ। उहाँहरूका मन्त्रीहरू त्यही शैलीका छन्। अपराधी चरित्र गरेर अपराध गरेर आएको सरकार छ। त्यस कारणले गर्दाखेरि यो सरकारलाई म चुनौती दिन चाहन्छु। नेपाल विद्यार्थी सङ्घले आज जसरी आन्दोलन गरेको छ, यो आन्दोलनले यदि श्रृङ्खलाबद्ध तरिकाले जनतालाई यो चाडपर्वको बेलामा राहत दिने ठाउँमा आद दिएको छ, यो घटाएन भने तमाम विद्यार्थीहरूलाई सहजताका साथ दसैँ तिहार मनाउनलाई घरतर्फ जाने बेलामा बिहान 9 बजेदेखि 10 बजेसम्म 1 घण्टा चक्काजाम गर्न प्रदर्शनी मार्गमा भेला भएका सङ्घका नेता कार्यकर्ताहरूले जनविरोधी अपराधी र राष्ट्रघाती भएको भन्दै सरकार विरुद्ध चर्का नाराबाजी गरेका थिए। उनीहरूले 6 महिनामा पनि सरकारले जनताले सेवा दिने कुनै पनि काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा समेत माग गरेका थिए। व्यवसायीहरूले दबाब दिएपछि सरकारले आइतबार यातायातको 10% भाडा वृद्धि गर्ने निर्णय गरेको थियो। सोही निर्णयप्रति आपत्ति जनाउँदै नेपाल विद्यार्थी सङ्घका नेता कार्यकर्ताले आन्दोलनको कार्यक्रम अन्तर्गत सोमबार देशभरका क्याम्पसको मूल गेट अगाडि 1 घण्टा चक्काजाम गरेका हुन्। उनीहरूले बालबालिकामाथि समेत बलात्कार गर्नेलाई फाँसीको सजाय दिन नसकेको भन्दै सरकारप्रति आक्रोश पनि व्यक्त गरेका थिए। गत असोज 3 गते संविधान दिवसलाई प्रदेश 2 मा कालो दिवसको रूपमा मनाइएको समाचारका लिङ्कहरू फेसबुकमा शेयर गरे बापत एक कर्मचारीलाई जागिरबाट हटाइएको छ। धनुषा जिल्ला अदालतमा खरिदार डिठा पदमा करारमा कार्यरत गुन्जन रायलको जागिरबाट हटाइएको हो। रायको असोज 3 गते विभिन्न ठाउँमा मनाइएको कालो दिवसको बारेमा आएका विभिन्न सञ्चार माध्यमका केही समाचारका लिङ्कहरूलाई फेसबुकमा शेयर गरेकी थिइन्। जागिरबाट हटेकी रायलले आइतबार बिहान जनकपुरमा पत्रकार सम्मेलन गरी आफूलाई स्पष्टीकरण समेत नसोधी जागिरबाट हटाइएको पत्र थमाइएको बताइन्। जिल्ला अदालतका श्रीतेदार राधाकान्त झाले समाचारकै लिङ्क शेयर गरेकै कारण उनलाई जागिरबाट हटाइएका छन्। समाचारको लिङ्क शेयर गर्नु भनेको संविधान विरोधीले समर्थन गरेको भन्दै श्रीदारले रायलाई जागिरबाट हटाएका हुन्। रायले बिना स्पष्टीकरण सिधै जागिरबाट हटाइएकोमा दुःख लागेको बिहानको वाला जुन न्युज मैले शेयर गरेँ त्यो शेयरको आधारमा मलाई त्यहाँबाट हटाइएको छ र म के भन्न चाहन्छु भने यो कार्यालयको प्रमुखहरू हुनुहुन्छ, कार्यालय वा प्रशासनको वा न्यायालयको चलाउने जुन अगुवाहरू हुनुहुन्छ, प्रमुखहरू हुनुहुन्छ, उहाँको जुन यो व्यवस्था हो, यो मानसिकता हो कि बिना कुनै स्पष्टीकरण लिइकन हटाउने, त्यो व्यवस्थालाई, त्यो मानसिकतालाई परिवर्तन होस्। म यसको विरोध गर्दछु। यो व्यवस्था र यो मानसिकता छ त्यसको परिवर्तन होस्। बिना कुनै अभिव्यक्तिकै आधारमा लिङ्क शेयर गरेको आधारमा चाहिँ हटाइएको छ। म यो किसिमको व्यवस्थाको म विरोध गर्दछु। अदालतले 2075 असोज 5 गतेसम्म अदालतको आदेश अनुसार थप भएकोमा सो पश्चात तपाईँको म्याद थप नभएको हुँदा मिति 2075 असोज 6 गतेदेखि लागू हुने गरी तपाईँलाई अवकाश दिएको भनी पत्र थमाएको छ। रायले अदालतमा आफू जस्तै करारमा रहेको अन्य सबै कर्मचारीको म्याद थपिएको बताइन्। अब समाचारमा केही बेर विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। उपराष्ट्रपति नन्दबहादुर पुन चीनको औपचारिक भ्रमण पूरा गरी सोमबार स्वदेश फर्किनु भएको छ। उपराष्ट्रपति पुन चीनको 6 दिने औपचारिक भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किनु भएको हो। त्यस अवसरमा उपराष्ट्रपति पुनलाई प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रसभाका अध्यक्ष गणेश प्रसाद तिमलसिंह, गृहमन्त्री रामबहादुर थापा लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो। उपराष्ट्रपति पुनलाई विमानस्थलमा नेपाली सेनाले एक टुकडीले सलामी अर्पण पनि गरेको थियो। उहाँको स्वागतमा नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू पनि विमानस्थल पुग्नु भएको थियो। उपराष्ट्रपति पुन चीनको सिचुवान पन्तको छेन्दुमा आयोजित 17औं
पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुन चीन जानुभएको थियो। सोही क्रममा उहाँले वान बेल्ट वान रोड सम्बन्धी कार्यक्रममा पनि सहभागी हुनुभएको थियो। उपराष्ट्रपति पुनले चीन बसेको क्रममा सिचुवानमा सञ्चालित विभिन्न विकास परियोजना अवलोकन भ्रमण समेत गर्नुभएको थियो। उहाँले चीनका उपप्रधानमन्त्री चिनिया कम्युनिस्ट पार्टीका सिचुवान पन्तका नेतृत्व र सरकारी अधिकारीहरूसँग पनि शिष्टाचार भेट गर्नुभएको उपराष्ट्रपति कार्यालयले जनाएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले नागरिकलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिन माग गर्दै सरकारले ज्ञापन पत्र बुझाएको छ। नेपाल महिला संघले नागरिकलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिन माग गर्दै आइतबार काठमाडौँ जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएको हो। मुलुकमा बढ्दो महिला तथा बालबालिका हिंसा, हत्या, बलात्कार लगायतका जघन्य अपराध नियन्त्रण गर्न माग गर्दै काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य मार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएको संघकी अध्यक्ष उमा रेग्मीले जानकारी दिनुभयो। ज्ञापन पत्र बुझाउनु अघि संघले बाइतीघर मण्डलदेखि बबरा महल स्थित काठमाडौँ जिल्ला प्रशासन कार्यालय अगाडिसम्म विरोधी र्याली निकालिएको थियो। विरोधी र्यालीमा निर्मला पन्त लगायतको हत्या, हिंसा र बलात्कार नियन्त्रण गर्न नसकेको भन्दै सरकार विरुद्ध चर्का नाराबाजी गरिएको थियो। र्यालीमा सहभागी संघका नेता कार्यकर्ताले केपी ओली सरकारको चमत्कार, महँगी र बलात्कारले लेखिएको व्यङ्ग्यात्मक प्ले कार्ड पनि प्रदर्शन गरेका थिए। अब फेरि समाचारमा केही बेर विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। संसदीय सुनवाई विशेष समितिको सभापति लक्ष्मणलाल कर्ण निर्विरोध चयन हुनुभएको छ। संसदीय सुनवाई विशेष समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कर्णलाई सभापतिमा निर्विरोध चयन गरेको हो। एउटै मात्रै उम्मेदवारी परेकाले कर्ण सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिका ज्येष्ठ सदस्य भीमसेन दास प्रधानले जानकारी दिनुभयो। यसअघि पनि ज्येष्ठ सदस्यको हैसियतमा समितिको सभापतिको भूमिका निर्वाह गर्दै आउनुभएका नवनिर्वाचित सभापति कर्णले समितिको काममा आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले समितिले आफूलाई निर्विरोध निर्वाचित गरेको उल्लेख गर्दै समितिका सबै निर्णयहरू पनि सर्वसम्मत ढङ्गले सम्पन्न हुने विश्वास पनि व्यक्त गर्नुभयो। पत्रकार मित्रहरू, चलाउने काम सदस्यहरूको, निर्णय गर्ने काम पनि सदस्यहरूको र सबै जसरी म निर्विरोध निर्वाचित भएँ, मलाई के खुसी लागेको छ भने आगामी दिनमा हामीले यो समितिको निर्णय र काम कारबाही बढाउँदाखेरि यसै किसिमबाट सर्वसम्मत रूपबाट नै अगाडि बढ्छौँ भन्ने मलाई विश्वास पनि लागेको छ। हुन त हामीले 63 सालदेखि समितिको गठन हुँदाखेरि सबै पार्टीको सहमतिबाट नै गर्ने भन्ने अभ्यास सुरु गर्यो। तर जति गरे पनि मैले देखेँ समितिहरूमा फेरि कोही न कोही उम्मेदवार भइदिन्थ्यो, सहमति बाहेक पनि उम्मेदवार भएको देखेँ। तर यसपालि जुन 10वटा कमिटीको हामीले योभन्दा अगाडि गरिसकेका छौँ र अहिले गरिराखेका छौँ, जुन किसिमबाट पार्टीहरूको बीचमा सहमति भयो, कहीँ पनि निर्वाचनको प्रक्रिया सुरु भएन। एउटा बडा सुमधुर ढङ्गबाट अगाडि बढ्यो र मलाई लाग्छ लोकतन्त्रको सबभन्दा बेस्ट विधि पनि यही हो।
नवनिर्वाचित सभापति संसदीय सुनवाई विशेष समिति बैठकमा समितिका सदस्यहरूले नवनिर्वाचित सभापति कर्ण नेतृत्वको समितिले आफ्नो कामलाई उदाहरणीय रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका थिए। समितिका सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले समितिको कामलाई उदाहरणीय रूपमा अघि बढाउन सभापति कर्ण समक्ष हुने विश्वास व्यक्त गर्नुभयो। धनी व्यक्तित्व हुनुहुन्छ, त्यसको साथसाथै उहाँमा नेपालका गनिएका कानुनविदहरूमध्येको कानुनमा पनि दखल राख्ने व्यक्ति हुनुहुन्छ। त्यसैले गर्दाखेरि यो सुनवाई समिति हाम्रो संविधानले जुन भावना अनुसार सुनवाई समितिको परिकल्पना गरेर हामी यसको स्थापना गरेका छौँ, त्यसलाई उदाहरणीय रूपमा भोलिका दिनमा प्रस्तुत गर्नका निमित्त उहाँको महत्त्वपूर्ण भूमिका रहने कुरामा कुनै दुविधा छैन। सँगै वकालतका अनुभवहरू पनि बटुलेर योग्य सक्षम। नवनिर्वाचित सभापति कर्ण राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधि सभाका सांसद हुनुहुन्छ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउन सरकारले मेहनतका साथ काम गरिरहेको दाबी गर्नुभएको छ। अध्यक्ष दाहालले जडीबुटीलाई मात्रै सदुपयोग गरेर मुलुकलाई धनी बनाउन सकिने प्रचुर सम्भावना रहेको पनि स्पष्ट पार्नुभयो। उहाँले सरकारको समग्र कामलाई समीक्षा गरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। अध्यक्ष दाहालले स्वास्थ्य क्षेत्रलाई अघि बढाउन सकारात्मक विभाजन निर्माणमा लाग्नुपर्नेमा पनि जोड दिनुभयो। चितवनको भरतपुरमा आइतबार आयोजित 8औं हेल्थ वार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले सुशासन कायम गरेर मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सरकार लागि पर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। समय यताको मात्रै इतिहास हेर्यो भने हामीसँग व्यवस्थाको कमी, सिस्टमको कमी, सुशासनको कमी, अनुशासनको कमी भएको छ र एउटा अराजकताले हामी सबैलाई पिरोल्ने गरेको छ र यो अराजकताको अन्त्यसँगै सबै क्षेत्रमा छिटोभन्दा छिटो प्रगति हुन सक्ने प्रचुर सम्भावना भएको देशमा हामी छौँ। अहिले हामीले खालि सिस्टमलाई ठिक गर्नुपर्ने र हामीसँग भएको साधन स्रोत र जनशक्तिलाई समुचित रूपमा प्रयोग गर्ने वातावरणको सृजना गर्ने कुरा सबभन्दा ठुलो चुनौती हाम्रो त्यही नै छ। जिम्मेवारी तपाईँ हाम्रो काँधमा छ र यो जिम्मेवारी पूरा गर्ने सन्दर्भमा नै अहिले हाम्रो मेहनत हुँदैछ। लामो उतार चढावपछि, लामो अराजकताको श्रृङ्खलापछि हामी एउटा स्थिरताको युगतिर प्रवेश गर्दैछौँ। हामी कनेक्टिभिटीको एउटा नयाँ युगतिर प्रवेश गर्दैछौँ। हिजोको परिस्थितिभन्दा गुणात्मक ढङ्गले नै हामी नयाँ ठाउँतिर प्रवेश गर्दैछौँ। अध्यक्ष दाहालले भरतपुरलाई मेडिकल सिटीको रूपमा विकास गर्ने प्रतिबद्धता पनि दोहोर्याउनुभयो। कार्यक्रममा यस वर्षको लाइफ टाइम अचिभमेन्ट हेल्थ अवार्ड वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर मृगेन्द्र राज पाण्डेलाई प्रदान गरिएको छ। त्यसैगरी उत्कृष्ट चिकित्सक हेल्थ अवार्ड सगरमाथा अञ्चल अस्पतालका चिकित्सक डाक्टर चुमनलाल दासलाई दिएको छ। यस वर्षको उत्कृष्ट अस्पतालको अवार्ड चितवन स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले हात पार्न सफल भएको छ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। हस्त अहिलेले समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।